धेरैजनाले चाहिँ मेसेज गर्नुभयो धतुरे भन्ने चाहिँ एक कलाकारले चाहिँ यस्तो भने भिडियो बनाउनुहोस् न केही कुरा तपाईँले नि भन्नुहोस् भनेर मेसेज गरिराख्नु भयो र त्यसपछि चाहिँ मैले पनि के सोचेँ भनेपछि चाहिँ साँच्चीकै हो है रवि लामिछानेको नाम नलिएर कुनै पनि नेताहरू अब चाहिँ राजनीति गर्दैनन् र त्यस्तै अब धतुरे भन्ने चाहिँ कलाकार जसो अब कलाकार भन्ने हो कि के भन्ने हो अब यिनी पहिला आन्दोलन जेएनजी आन्दोलनमा अग्रज भएर चाहिँ यिनीहरू बाहिर निस्केका थिए यिनको कहाँबाट परिचालित छन् भन्ने कुरा हामीले शङ्का गर्नु पर्दैन किनकि देशलाई माया गर्ने कलाकार होस् या त नागरिक कुनै पनि आन्दोलनमा आएर चाहिँ आगजनीका कामहरू गर्दैनन् यिनले सिंहदरबार जलाउनेहरू पनि यस्तै प्रवृत्तिका व्यक्तिहरू हुन् यसमा छानबिन भएपछि यिनीहरू पक्रिन पनि सक्छन् र यस्ताका कुरा गर्न हुँदैन किनकि यिनीहरूले विचारका कुरा गर्दैनन् राजनीतिमा यिनलाई विचार भन्दा कसैको आलोचना गर्ने कसैलाई गाली गलौज गर्ने यिनले राम्रो मान्छन् त्यही भएर यिनीहरूले यस्ता कामहरू गर्छन् भिजनका कुरा गर्नेहरू चाहिँ होइनन् त्यसैले राजसभा यिनीहरूको पछि लाग्दैन रवि लामिछाने पनि यिनीहरू यस्ताका पछि लाग्दैन किनकि रवि लामिछानेले यो देशमा 30औं वर्षदेखि लुटेर जरा गाडेर हिँडेका व्यक्तिहरूको जडै काट्न निस्केको व्यक्ति हो झारे पाते पछि आएकाहरूले रवि लामिछानेलाई कसरी बोल्छन् रवि लामिछानेले कसरी कुरा गर्छन् यिनका कुरा कसरी काट्छन् भनेर रवि लामिछाने चाहिँ निस्किँदैनन् र रवि लामिछाने जसको यिनको बारेमा जसले पनि रवि लामिछानेको आलोचना गर्छ उनको पछि लाग्छ जब रवि लामिछाने उनको पछि लाग्छ तब फेरि तिनीहरू सिद्धिन्छन् यति कुरा चाहिँ याद राख्नुपर्छ यस्ता कुराहरू चाहिँ अलिकति इन्क्वायर गरेर हिँड्नुपर्छ जस्तो मलाई लाग्छ हस्त नमस्ते जय नेपाल